भूपेन्द्र धोत थापा उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। उहाँ पेसाले स्ट्रक्चरल इन्जिनियर हुनुहुन्छ। उहाँ एउटा शैक्षिक संस्थामा पनि सहयोग गरिरहनुहुन्छ। हामी एउटै संस्थामा पनि आबद्ध छौँ। अब यहाँ संयोगले यहाँ पनि हामी सँगै भयौँ। उहाँ पनि निर्विरोध निर्वाचित हुनुभएको छ उपाध्यक्षमा। आफ्नो पदीय कार्यमा लगनशील भई कार्य गर्दै आफ्नो पदीय दायित्व निर्वाह गर्नेछु। यस कार्यक्रमका सभापति आदरणीय वान मकान पराते सङ्घका अध्यक्ष आदरणीय गुरु जनक सुवेदीज्यू, यस कार्यक्रमका प्रमुख अतिथि र राष्ट्रिय गहनाका रूपमा रहनुभएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीज्यूहरू तथा यस हलमा उपस्थित हुनुभएको तर मैले सम्बोधन गर्न छुटेका सम्पूर्ण महानुभावहरूलाई, म रूपेन्द्र बर्दस थापा स्ट्रक्चरल इन्जिनियर र यस वान मकान कराते सङ्घको केन्द्रीय सदस्य स्वीकार्नुहोस् हार्दिक अभिवादन। सर्वप्रथम हाम्रो निमन्त्रणालाई स्वीकारेर यस कार्यक्रममा पाल्नु भएर यस कार्यक्रमको गरिमा बढाइदिनु भएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र विभिन्न खेलको विकास गर्ने उद्देश्यले विभिन्न सङ्घहरू विभिन्न चरणमा प्राप्त हुँदै यहाँसम्म आएको छौँ र नेपाल सरकारको एउटा चाहिँ रुल्समा चाहिँ हामी राष्ट्रिय खेलकुद परिषदमा आबद्ध पनि भएका अवस्थामा छौँ र खेल जगतको विकासकै लागि यी सबै सङ्घ संस्थाहरू बिचमा चाहिँ जुन सहकार्यमा चाहिँ राष्ट्रिय खेलकुद परिषद त्यस्तै गरेर विभिन्न सङ्घहरू र विभिन्न खेलाडीहरू बिचमा सहकार्य हुने एकदम आवश्यक छ भन्ने कुराहरू हामीले विगतका घटनाहरूले पनि देखाएकै छ। र त्यसैले गर्दाखेरि यसमा हामीले सुधार्नुपर्ने र सुध्रिनुपर्ने कुराहरू धेरै छ। सुधार्नु पनि पर्ने कुराहरू छ र सुध्रिनुपर्ने कुराहरू पनि हामीमा धेरै कुराहरू छ। त्यसैले आगामी दिनहरूमा यस्ता सहकार्यहरूमा चाहिँ हाम्रो सङ्घले चाहिँ सबै सङ्घहरूसँग सहकार्य गर्ने एउटा चाहिँ प्रतिबद्धता पनि हामीले चाहिँ जाहेर गरेका छौँ र अनुरोध पनि गरेका छौँ सबैलाई गरौँ भनेर। र आजको कार्यक्रमको चाहिँ विशेष हाइलाइट गर्ने क्रममा चाहिँ यो संस्था दर्ता ऐन 2034 को चाहिँ 7(2) चाहिँ प्रत्येक संस्थाले प्रत्येक आर्थिक वर्षमा चाहिँ कम्तीमा एकपटक आफ्नो वार्षिक साधारण सभा गर्नुपर्ने एउटा चाहिँ रुल्स छ। त्यस्तै गरेर हाम्रो नेपालको प्रचलित कानुन र हाम्रो विधानले चाहिँ निर्देशक गरे बमोजिम 4 वर्षमा नयाँ कार्य समितिको चुनाव हुने र हस्तान्तरण गर्ने एउटा कार्यक्रम छ। र त्यही अन्तर्गत राष्ट्रिय खेलकुद विकास ऐन 2077 प्रकाशन भए समेत हामीले यो कार्यक्रमलाई विभिन्न अवरोध पार गर्दै विभिन्न चरणमा चाहिँ लामो समयसम्म रोकिरहेको कुरामा चाहिँ अहिले आज आएर राष्ट्रिय खेलकुद परिषदबाट यस निर्वाचनको लागि हामीलाई जुन दिनुभएको छ अनुमति, त्यसको लागि हामी एकदम आभार व्यक्त गर्न चाहन्छौँ। र यसै अवसरमा तपाईँहरू सम्पूर्ण यस कर्मकाण्ड कराते सङ्घको वार्षिक साधारण सभा तथा त्यसको कार्य समितिको निर्वाचन कार्यक्रमको लागि चाहिँ यस सङ्घको तर्फबाट कार्य समितिको तर्फबाट चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु। सुस्वागतम सुस्वागतम सुस्वागतम। हाम्रो यो माघको 9 र 10 हामीले नेपाल वान मकान कराते सङ्घको राष्ट्रिय गेम गर्ने हामीले उद्देश्य लिएका छौँ। यो हाम्रो नेपाल वान मकान करातेको उद्देश्य राष्ट्रका गहनाहरू उत्पादन गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा लगेर खेलाडीहरूलाई एउटा राष्ट्रलाई चिनाउने, नेपाललाई चिनाउने र नेपालको झन्डा फहराउने र नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सम्बन्ध रिलेसन बनाउने काम हामीले गर्दै आइरहेका छौँ।